Hello guys, welcome to my YouTube channel. It's me Sabin Khadka. Guys, तपाईहरुलाई थाहा छ चुरोट खायो भने मान्छेको फोक्सोमा कतिको असर गर्छ? पक्कै पनि थाहा त छ नै होला र आज हामी त्यही कुराको एक्सपेरिमेन्ट गर्न जाँदै छौं। आज चाहिँ हामी एक बट्टा चुरोटले मान्छेको शरीरमा कतिको असर गर्छ भनेर एक्सपेरिमेन्ट गर्न जाँदै छौं। सो ढिला नगरिकन हामी एक्सपेरिमेन्ट तिर लागौं। सो गाइज मैले चाहिँ सबै सेटअप गरिसके हैन। यो एक्सपेरिमेन्टको लागि चाहिँ सुरुमा हामीलाई चाहिन्छ चुरोट पनि यहाँ अलरेडी छ र भ्याकुम चाहिन्छ। भ्याकुम भएपछि हामीलाई यहाँ बट्टा चाहिन्छ र यसमा हामीले कटनलाई पनि अलरेडी फिक्स गरिसकेको छौं र यहाँ चुरोट हाल्नको लागि 5-6 वटा पाल पनि बनाएको छु हैन। अब चाहिँ हामी ढिलो नगरिकन एक्सपेरिमेन्ट सुरु गर्छौं र अब सुरुमा चाहिँ यो भ्याकुमको यो पाइपलाई यहाँ फिक्स गर्छु म। यो पाइपलाई चाहिँ टक्क लाएर यो फिक्स गर्छु यहाँनेरि पाल्नेर। र यो पनि फिक्स भइसक्यो। अब यो भ्याकुमलाई यो तल राख्छु र अब चाहिँ हामीले यो यसको पालहरुमा चाहिँ चुरोटलाई भर्नुपर्ने हुन्छ गाइस। यो चुरोट झिकौं कतिवटा चुरोट अट्छ त्यही अनुसारले चाहिँ अब म यसको पालमा चुरोटहरु हाल्दिन्छु गाइस। यसको पाल पनि मैले अलरेडी नै पहिले बनाएर राखेको थिएँ। अब यसलाई चाहिँ टक्क फिट गर्ने चुरोटलाई टक्क यसमा हाल्ने अनि त्यसपछि भ्याकुमलाई अन गर्नुपर्छ अनि त्यसपछि यसमा लाइटरले टक्क यसलाई सल्काउनु पर्छ गाइस। फिक्स अलि राम्रोसँग फिक्स नै भएन यसको यो। ल यतिको सुरुमा यतिको ट्राई गरौँ है त। यो भ्याकुमको हल्का पाइपलाई चाहिँ भ्याकुमलाई यतिकै छोड्दियो भने त यो हल्लिन्छ नि त। सो त्यही भएर हातले चाहिँ समातिराख्नु पर्ने भयो। यसलाई सुरुमा भ्याकुम अन गरौँ। अन गरेपछि अब यसमा टक्क लाएर चुरोटहरुलाई सल्काम गाइस। देख्न सक्नुहुन्छ चुरोट पनि मज्जाले सल्किसक्यो हैन। अब चाहिँ भ्याकुमले सबै यसलाई चाहिँ मज्जाले तान्छ अनि त्यसपछि यसको सबै धुवाहरु चाहिँ यो कटनमा गएर बस्छ हैन। अब यो एक्सपेरिमेन्ट चाहिँ लास्ट सम्म हेर्नु होला कस्तो हुँदो रहेछ। एक बट्टा चुरोट मान्छेले सेवन गर्यो भने चाहिँ कतिको असर गर्दो रहेछ हेर्नु होला गाइस। र यो मास्क पनि छ यहाँ, मैले मास्क चाहिँ लाउन बिर्सेछ। मास्क पनि लाउनु पर्यो एक हातले। या फेरि यो छोड्यो भने यो कटनको हल्का लुज छ नि त। सो त्यही भएर यो बट्टा ढल्न सक्छ। यस्तो धुवामा बस्यो भने चाहिँ मान्छेलाई धेरै नै इफेक्ट गर्छ। सो अलिकति आफू पनि हेरेर यो एक्सपेरिमेन्ट गर्नुपर्छ। यहाँ देख्न सक्नुहुन्छ चुरोटको भ्याकुमले मज्जाले तानिरहेको धुवा। यसै गरी नै हामी अरु पनि राख्नेछौं हैन। अन्दैछ। यसको धुलोहरु चाहिँ पुरै झर्ने रहेछ क्या।
धुलोहरू सबै झर्ने रहेछ गाइज। मेरो आवाज चाहिँ आएको छ कि छैन राम्रोसँग भ्याक्युमले गरेर होइन। अब लास्ट 2टा बाँकी छ, यति भएपछि चाहिँ एक बट्टा चुरोट चाहिँ सक्यो। देख्न सक्नुहुन्छ भ्याक्युमले कस्तो मजाले तानिरह अहिले चाहिँ। मेरो हातै दुखिसक्यो गाइज यो समात्दा समात्दा। त्यो पनि सकिसक्यो, लास्ट वान बाँकी छ गाइज। यसलाई चाहिँ यता माथितिर तानिरहेको जस्तो मजाले। हामीले यतातिरको पालहरू थुन्दै भने चाहिँ यसलाई मजाले तान्दो रहेछ। यो पनि लगभग सकिसक्यो गाइज, सकिसक्यो यही। ओहो हात पोल्छ र गाइज हाम्रो देख्न सक्नुहुन्छ गाइज हाम्रो सबै सकिसक्यो यहाँको चाहिँ होइन। चुरोट चाहिँ हामीले लगभग 20वटा हालेको थियो, सबै चुरोट चाहिँ सकिसक्यो देख्न सक्नुहुन्छ होइन। अब चाहिँ हामीले हेर्न जान्छौँ कि एक बट्टा चुरोट मान्छेले खायो भने चाहिँ कतिको असर गर्छ त त्यो मान्छेको फोक्सोलाई होइन त। अनि अब चाहिँ हामी हेर्छौँ कतिको कालो भएको छ। यसलाई साइडमा राखौँ, पुरै धुलै धुलो भएछ यहाँ। यसलाई चाहिँ खोलौँ। यो त गाइस कतिको कालो भएको त। एकदम गाइस ओहो यहाँ देख्न सक्नुहुन्छ। ओहो यहाँ देख्न सक्नुहुन्छ गाइस कतिको कालो छ के। देख्नु हेर्नुहोस् यहाँ पुरै कालो छ, निकोटिनै निकोटिन होला यस्तो कालो। हेर फोक्सो, हाम्रो फोक्सो पनि यस्तै कालो हुन्छ चुरोट सेवन गर्यो भने गाइस, हेर्न सक्नुहुन्छ है। तपाईहरुले देख्नु नै भयो होला हैन। एक बट्टा चुरोट युज गर्यो भने चाहिँ मान्छेको फोक्सोमा कतिको असर गर्छ यहाँ हेर्नु न ल। पुरै कालै कालो भएको छ कि ल, यस्तो कालो कालो पुरै निकोटिन नै निकोटिन जस्तो कालो छ हैन। यस्तो कालो यस्तो असर गर्छ कि एक बट्टा चुरोटले चाहिँ मान्छेको फोक्सोमा हैन। सो गाइज यति नै भन्दै आजको एक्सपेरिमेन्ट हाम्रो यहाँ सक्सेसफुल भएको छ हैन। चुरोट एक बट्टा चुरोट खायो भने चाहिँ मान्छेको फोक्सोमा चाहिँ यस्तो कालो हुन्छ हैन, यतिको असर गर्छ। र हामीलाई यो भिडियो बनाउन नि एकदमै मेहनत लाग्यो हैन। यो बट्टा पनि हामीले 3-4 चोटी सेटअप गर्यौं यो नमिलेर, र यहाँ हातले पनि समात्नु पर्यो, एकदमै गाह्रो भयो है। मेहनत चाहिँ धेरै नै लाग्यो यो भिडियोमा हैन। सो गाइज तपाईहरुले चाहिँ यो भिडियोमा 1000 लाइक गर्नुभयो भने हामी फेरि यस्तै खालको अर्को भिडियो ल्याउँछौं जुनमा चाहिँ चुरोट भर्सेस हुक्कामा कुन चाहिँले चाहिँ बडी मान्छेको फोक्सोलाई हानि गर्छ त भनेर हामी त्यो एक्सपेरिमेन्ट भिडियो ल्याउँछौं। र यति नै भन्दै आजको भिडियो म यही इन गर्न चाहन्छु। बाइ बाइ गाइज, टेक केयर।